नेपालमा पनि लागू भयो अमेरिका अस्ट्रेलियाको जस्तै नियम। बालेन सरकारले गर्यो कमाल। दक्षिण एसियामै पहिलो बन्यो नेपाल। जनताले घर घरमै पाउन थाले सरकारी सेवा। सिंहदरबारको चौथो तलाबाट बन्दैछ सिस्टम नै बवाल। सुशासनदेखि डेलिभरीसम्म अब नो कम्प्रोमाइज। वर्षौंदेखि गनाएको सिस्टमलाई एकै झड्कामा भत्काएर अब नेपालमा यस्तो नियम लागू हुँदैछ जुन सिङ्गो दक्षिण एसियामै पहिलो हो। हिजोसम्म जे कुरा अमेरिका र अस्ट्रेलियामा मात्र सम्भव छ भनिन्थ्यो, आज त्यो तपाईँ र मेरो देशमा यथार्थ बन्दैछ। सुन्नुहोस्, किनकि यो खबरले तपाईँको दैनिक जीवनलाई सिधै छुनेछ र आज हामी सिंहदरबारभित्र भइरहेको एउटा साइलेन्ट क्रान्तिको पर्दा उगार्दैछौँ। हामीले जहिले पनि गुनासो गर्यौं, सरकारले काम गरेन, नेताले देश डुबाए। तर अहिले सिंहदरबारको बुहार फेरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले सुशासन र डेलिभरीमा कुनै कम्प्रोमाइज गरेको छैन। फाइलको थुप्रोमा हराउने सरकार अब पहिलो पटक नागरिकको ढोका ठकठकाउन आइपुगेको छ। अब कुरा पहिलो, नेपाल दक्षिण एसियाकै पहिलो देश बन्दैछ जहाँ सरकारी कर्मचारीले अब महिना पर्खनु पर्दैन। हरेक 15 दिनमा आधा तलब सिधै बैंक खातामा आउनेछ। यो नियम कार्यान्वयन गर्न अर्थ मन्त्रालयले महालेखालाई पत्र पठाइसकेको छ। दोस्रो, बिचौलियाको गढ फटाउने पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरको उच्च सुरक्षायुक्त स्मार्ट लाइसेन्स लागू हुँदैछ। 39वटा सुरक्षा फिचर र कपी प्रोटेक्टेड क्युआर प्रविधि भएको यो लाइसेन्स नक्कली बनाउन अब सम्भव छैन। इन्टरनेट बिना नै ट्राफिक प्रहरीले सडकमै स्क्यान गरेर यसको असली नक्कली जाँच गर्न सक्नेछ। र तेस्रो, सबैभन्दा ठुलो राहत, राहदानी र लाइसेन्स लिन अब सदरमुकाम धाएर घन्टौं लाइन बस्नु पर्दैन। राज्य आफै हुलाक मार्फत यी महत्त्वपूर्ण डकुमेन्ट तपाईँको घर दैलोमा पुर्याउँदैछ। मकवानपुर, म्याग्दी र डडेलधुराबाट यो महाअभियान सुरु भइसक्यो। यसले ग्राउन्डमा के फरक पार्छ त? 15 दिनमा तलब आउँदा आम मानिसको खल्तीमा पैसाको फ्लो गर्छ, बजार चलायमान हुन्छ र महँगो ब्याजको ऋण तिर्नुपर्ने बाध्यता अन्त्य हुन्छ। अर्कोतर्फ घरमै सरकारी सेवा पुग्दा आम नागरिकको समय, पैसा र आत्मसम्मान जोडिन्छ। यो सुशासनको नयाँ स्पिड हो। तर सबैभन्दा ठुलो प्रश्न के हो भने, के यो सिस्टम सधैँ टिक्छ? हिजोसम्म काम पन्छाउन पर्खेको परम्परागत कर्मचारी तन्त्रले यो फास्ट ट्र्याकलाई कति दिन पचाउन सक्ला? यसको उत्तर सिंहदरबारको चौथो तलामा छ, जहाँ बिहान 9 बजे प्रधानमन्त्री शाहको इन्ट्री हुन्छ। उनी बेलुका 7 बजेसम्म बालुवाटार फर्किँदैनन्। मिटिङमा अरूको कुरा धेरै सुन्ने तर आफू जम्मा 5 देखि 7 मिनट मात्र बोल्ने उनको नयाँ नियम छ। गफ होइन, एक्सन र रिपोर्ट मात्र हुन्छ। परिणाम निकाल्न उनको सचिवालय दैनिक 15 देखि 20 घण्टा खटिरहेको छ। जब देशको कार्यकारी आफै मेसिन जस्तै खटिन्छ, तब तल्लो तहका कर्मचारीलाई कामचोर बन्ने कुनै छुट हुँदैन। यो केवल तलब, लाइसेन्स वा पासपोर्ट वितरणको कुरा मात्र होइन, यो राज्य प्रणाली शासक होइन, नागरिकको सेवक हो भन्ने बलियो प्रमाण हो। परम्परागत राजनीतिको साँचो जब युवा र भिजन भएको नेतृत्वको हातमा पुग्छ, तब परिणाम कस्तो आउँछ भन्ने यो एउटा जीवन्त उदाहरण हो। हिजोसम्म जे कुरा असम्भव लाग्थ्यो, आज त्यो काम भइरहेको छ। कुरा स्पष्ट छ, नियत सफा हुने हो भने नेपाल बन्न धेरै समय लाग्दैन। के तपाईलाई लाग्छ नेपाल अब साँच्चीकै परिवर्तनको ट्र्याकमा आइसकेको हो? आफ्नो विचार कमेन्टमा लेख्नुहोला।